सकिन्न बा सकिन्न। कुलुङ राई रे ल, कुलुङ राईको नाम ल गड फर रियल जाओस् न त। एक दुई सप्ताह शान्तिलाई, शान्तिको बल्ल बिहान भइसक्यो रे भाइ। हामी भन्छ शान्ति अमेरिकामा रहेछ यार। वाउ फैंटास्टिक। मेरे नाम पर स्पिन करो भाई। कर लिया, कितने बार करूं भाई? कितना नाम है आपका भाई? एक बार कर लिया ना। मेरो कट्टी सोल्टिनु पर्यो तिमी रे। होइन ल दिदी होला, दिदी दिदी हो दिदी। हाँ नाम बोलो, नाम जल्दी बोलो। साहिलको नाम अरे मेरो नाम खोल्नु पर्छ रे। सानी गुरुङ। वाइटी ब्रो कसम हो रे। के हो? विजय राईको घर चाहिँ कता हो त नि साथी? साहिलको नाम अरे तेरिका यार। चलो खोलते साहिलको नाममा। मेरो इटारी हो अरे। आमामा इटारी। मेरो त झुमसुमे बजार 12 बजे हावा सरर। ए हजुर घर त मेरो पोखरा। हामी त गीत गाएर भनिदिन्छ क्या। उही ए मोली टप। उही मोली पर्यो, मोली। ओए जेम्स पनि पर्यो। ओए म यहाँ बस्छु। ओए यो पनि पर्यो। ओए तिनटै एकैचोटि पर्न पर्ने यसलाई मुर्दार। तिनटै एकैचोटि पर्नुपर्छ साले। हेर त देख्यौ त? अरे देखे देखे। तर हामीलाई सेट चाहिएको, सेट। यी ग्ल्याडरले लिएर के गर्ने हो? सेटै परेन भने ग्ल्याडर मात्रै लिएर के गर्ने हो? मेरो बिर्ता मोड हो रे। सबले आफ्नो कहाँ कहाँ बस्छ सबले त्यहाँ लेखौँ त। सबले लेखौँ ल छिटो। लक्कीको दोस्रो नाम साहिल हो रे। ल साहिल, वेलकम टु E2W फ्यामिली। साहिल ल साहिल मेरो क्ल्यानमा आएपछि लक्की लक्की हुन्छ कि मेरो क्ल्यान। ल साहिल भोलिबाट पब्जीमा E2W साहिल रहेर आउनु पर्यो ल गेममा। ओके नाइस टु मिट यु रे। यहाँ इङ्ग्लिसमा, इङ्ग्लिस होइन कि नेपालीमा भनौँ कि? नेपाली, हामी नेपाली हो कि यार। आइडी प्राइभेटमा अरे फेरि। ट्याट हेर न आमा एक्लै गफरमला भनेर। क्ल्यान भनेको चाहिँ के हो दाइ रे? क्ल्यान भनेको चाहिँ त्यो के प्यान तताउने अनि अन्डा फ्राई गरेर खाने हो, त्यही हो प्यान भनेको। त्यही रामसँग नखेल्ने मान्छे नै चाहिन्छ क्या हामीलाई। रामसँग खेल्ने मान्छे त मसँग खेल्न सक्दैन। रामसँग खेल्न नजान्ने मान्छे मात्रै मसँग खेल्न सक्छ। त्यो हो कुरो। राम्रो खेल्ने मान्छे चाहिएको होइन हामीलाई। विजय राई यार, मेरो विजय राई मेरो लाइभमा आएर उहाँ शान्तिसँग आएर शान्तिलाई पटाइसक्नु भयो यार। अनि मलाई यहाँ के हो? दुईवटा एरो गिफ्ट पनि गर्नुभयो यार। वाट इज दिस यार? ओ माई गड। विजय राई इटारी, अल द वे फ्रम इटाली। साउट आउट टु विजय राई। अनि साउट आउट टु हाम्रो साहिल ब्रोलाई पनि यार। साहिल ब्रोको लक्की रहेछ। साहिल ब्रोको नाममा के पर्यो यार। आइडी देऊ। मेरो आइडी होइन, हजुरको आइडी त्यहाँ लेख्नु न। म यहाँ भर्खरै एड गरिहाल्छु नि ल। विजय राई म साइप्रसमा। अनि तिमी रे? ल शान्ति त अमेरिकामा हो कि? अमेरिकामा उहाँ बिहान भयो भनेपछि अमेरिकामा हो। ल फलो ब्याक पनि देऊ रे। ए फलो ब्याक त म दिइहाल्छु नि, त्यसको टेन्सनै छैन। खोइ आइडी नम्बर लेखौँ, हामी एड गर्छु। साहिल ब्रो चाहिँ कताबाट हुनुहुन्छ? ल साथी जल्दी जल्दी, हाम्रो पास टाइम नै है। भोलि छुट्टी छ भन्दैमा रातभरि बस्ने होइन, चाँडै सुत्नुपर्छ। भोलि बिहानै उठेर गेम हेर्नुपर्छ भाइ। क्रिस्टियानो रोनाल्डोको गेम हेर्नुपर्छ।
इङ्ल्यान्डको गेम हेर्नुपर्छ, मेस्सी सेस्सीको गेम हेर्नुपर्छ। गड फर रियलले मलाई हटै मुटुै निकालेर दिनुभयो यार भाइले यार, मा कसम थ्याङ्क यू सो मच यार। हेत तेरिका, अब अर्को मुटु कहाँ खन जाने होला, हेत तेरिका। ए युकेमा हो, अहिले हलिडे छ त्यसैले क्यानाडातिर छु रे। ओके युकेमा हो, ए म नि युकेमा त नि त्यहीँ पर हनुमान हो ब्रदर रे। ब्रो 800 युसीलाई कति पर्छ रे? म युसी बेच्दिनँ नि साथी, युसी बेच्दिनँ। म कोरियामा छु, यताबाट किन्न खोज्नु भयो भने महँगो पर्छ हजुरलाई, बुझ्नुभयो? 14,000 पर्छ, 14,000, 14,000, 14,500 रेट हेरेर हुन्छ नि त साथी। मेस्सीको चाहिँ हेरौँ ब्रो, सेक्सीको चाहिँ नहेरौँ ल होला। ए मेस्सी सेक्सी भनेको होइन क्या, मेस्सी सेसी भनेको, सेसी सेक्सी भनेको होइन, सेसी भनेको मैले। त्यो मेस्सी चोरको गेम हेर्दिनँ म म्याच, तर त्यो मेस्सीको यो गेममा खुट्टै भाँच्ची नि हुन्थ्यो सालेको। साहिल ब्रोलाई म एड गर्छु है। फाइभ टू फोर वान सिक्स 52416 कता गयो? 52416 405 879 द एङ्ग्री रे ल। ओके के भन्छ? म त 10,000मा निस्केको थियो सबै रे। ए त्यस्तो पो, लु मलाई पनि लैजाऊ, तिमी जता जान्छौ त्यतै रे। गिफ्ट गर्न मिल्दैन युसी रे? गिफ्ट गर्न मिल्छ, पैसा चाहिन्छ। गिफ्ट गर्न मिल्छ, हजुरलाई हाल्न नि मिल्छ, तर महँगो पर्छ। फ्यान्टम दोस्त तिमी चाहिँ फ्यान्टम के लेखेको है रियलले यार? गड दोषलाई चिन्छौ र अरे? गड दोषलाई चिन्दिन नि, गडलाई कसले, सबले चिन्छ नि। गड भनेको भगवान हो, भगवान। रियल भगवानलाई कसले चिन्दैन, सबले चिन्दैन, हुँदैन नि त्यस्तो त अरे। त्यस्तो नभए ब्रो सबैलाई रेस्पेक्ट गरौँ, पोर्चुगललाई सपोर्ट गरौँ रे। होइन होइन यसै भनेको के यार, तर मलाई मेसी चाहिँ मन पर्दैन, त्यही हो। हेर्नु मेसी साले, मेसीले अस्ति त्यो नेदरल्यान्डसँग यस्तो फल गर्दा पनि त्यसलाई रेड कार्ड दिएन भनेपछि यसपालि पनि फिफाले अर्जेन्टिनालाई सपोर्ट गरिरहेको छ। हेर्नु हेर, सिधा कुरा हो, झुटो होइन। सिधै त्यस्तो डेन्जर ट्याकल गर्दा पनि त्यसलाई रेड कार्ड खाएन, येल्लो कार्ड त दिएन, रेड कार्डको त कुरै जाओस्। होइन होला अरे, अब यसो लाइभ हेर्दै कहाँबाट गडलाई देखिरहेको अरे। ओके ब्याग पनि पर्यो, फेरि ग्रेनेड पनि पर्यो कि यार। यो मुन दिदी आउनु भएको त के पर्यो। ए भगवान मरे म त ए भगवान। मलाई त त्यसको पो याद आयो त, मन नपर्नु पाइयो। सुत्ने होइन क्या भाइ आज अरे? भाइ राजाको भोलि बिदा छ के, त्यही पनि भोलि बिदा छ भन्दैमा रातभरि बस्नु चाहिँ हुन्न, चाँडै सुत्नुपर्छ। येल्लोसम्म चाहिँ दिनुपर्ने हो रे। येल्लो भनेको यस आइएम लक्की भाइ रे, लक्की गर्ल भाइ रे। यहाँ दोस्त भोलि पोर्चुगल भर्सेस कोलम्बिया हेर्न पर्ला रे। पोर्चुगल र कोलम्बियाको हेर न, जिते पनि हारे पनि पोर्चुगललाई हेर नि, त्यो राउन्ड अफ 36 12मा कस्तो टिम पार्दैछ साला फिफाले। साला फिफा चोर गधा फटा कुकुरले। क्रिस्टियानो रोनाल्डोले वर्ल्ड कप नजितोस् भन्ने चाहन्छ क्या। अरे अर्जेन्टिनाको अहिलेको अब राउन्ड अफ 32मा हेर न कस्तो टिम परेछ त्यहाँ, आफै गएर हेरौँ त थाहा हुन्छ साला फिफा चोरले। फ्यान्टम खोइ एड गरौँ न एस्ट्रो दाजु रे। ओके भइहाल्छ नि,
तर यहाँ फेरि टाइमै मिल्दैन क्या यार, मान्छेहरू नर्थ अमेरिकामा खेल्छन्, हामी एसियामा खेल्छौँ। 51368 ए कहाँ गयो? 5136846468511 ल फ्यान्टम सर ओके। दाइ फ्यान्टम दोस्त एसिया सर्भर नै हो अरे। ओ ओके ओके। फ्यान्टमको चाहिँ अनि खोइ त के हो, फ्यान्टम सर मात्रै हो, E2W फ्यान्टम सर होइन र? क्ल्यानमा यस्तो नयाँ नयाँ एक्टिभ मेम्बरहरू चाहियो क्या, पुरानो मेम्बरहरू सब सेलायो। लु भाइ गुड नाइट। रोक्नु अहिले वाट्सएपमा गफ गर्न छ हजुरसँग। कहाँ अहिले गुड नाइट भन्नुभएको? एकछिन रोक्नु, एकछिन ब्रस गरेर बस्नु, ब्रस गर्नु, यसो मेकअप सेकअप पुसेर बस्नु। अहिले फोन गर्नुपर्छ कि गफ गर्नुपर्छ एकछिन। भोलि छुट्टी छ हो, भोलि छुट्टी छ, गफ गर्नुपर्छ के होइन र? यार कस्तो हो यो फिफा मेम्बरहरू हो के ब्रो यार। त्यो मेस्सीले गरेको त्यो फल नेदरल्यान्डलाई हेर होइन, सिधै रेड कार्ड छ के। भिआरले चेक गर्दा पनि रेड कार्ड दिएन के यार, येल्लो कार्ड पनि दिएन। अब के भन्ने त अनि? मोक्से दाइ खै त अरे। ए मोक्सेको त आइडी बेचेदेखि मोक्से कहाँ कहाँ के गफ हो बुढी मान्छेसँग गफ चाहिँ को बुढी? कसको बुढी? कहाँ बुढी भयो हजुर? भर्खर 17बाट 18 भएर बल्ल आइडी कार्ड पाउँदै हुनुहुन्छ बुढी रे। इसी हाल न रोनाल्डो फ्यान जेलेस विथ मेस्सी रे। म रोनाल्डो फ्यान पनि होइन, म मेस्सी फ्यान पनि होइन होइन, तर म रोनाल्डो भन्छ, मेस्सी चाहिँ मन पर्दैन। रोनाल्डो चाहिँ अलिक ठिक ठिकै लाग्छ, मेस्सी मन पर्दैन क्या। मेस्सी त्यो साले मेस्सी किन खोइ कि अब ड्रेस पर्न पऱ्यो कि यहाँ के परिसक्यो हेर्नु। अर्डर चाहिन्छ त्यसको लागि यार। जब 2टा 3टा भएको थियो। म एजको बुढी रे। कहाँ बुढी हुन्छ हजुर? यहीँ गर्नु त। दाँत ठिकै छ भने त कहाँ बुढी हुन्छ त नि? त्यतिकै दाँत ठिकै छैन र? दाँत एउटा पनि झरेको छैन भने चाहिँ बुढी होइन के। तन्नेरी हो तन्नेरी, भर्खरको स्विट 17 18 19 20को। अनि हजुरको हाँसो हेर्नु न, हाँसो सुनेर थाहा हुन्छ त्यहाँ बुढी हो कि कन्या हो कि तरुनी हो कि के हो भनेर। हाँसो सुने यस्तो भर्खरै 18 19 जस्तो लाग्छ यार। ए मुटु चर्केकै मुटु परे अहिले त यार। फ्यान्टमसँग जेलेस होइन ब्रो, रियल हो। येल्लोसम्म चाहिँ दिनुपर्ने हो अरे। पऱ्यो अब। ए त्यो कार्ड चाहिँ दिन पर्थ्यो। त्यो छोडौँ न, त्यो अघिल्लो वर्ल्ड कपमा हेर्नु न, त्यो पुरा मेस्सीले त्यो बल नै पुरै हातले छेक्दै हो उफ्रेर, त्यसमा पनि येल्लो कार्डै छैन ल। अनि त्यो गेम पनि हेऱ्यो कि नै कसैले होइन? बल त्यो सेन्टरतिरको हो क्या, बल उडेर आउँछ पुरा हातले रोकिदिन्छ पुरा सिधै, नो येल्लो कार्ड ल। वाट इज दिस भाइ? अनि मेस्सीलाई फिफा बोय भन्न मिलेन त? होइन होला बाहिर हो कि हो। त्यहाँ नम्बर पठाइराख्नु त, अहिले वाट्सएपमा कुरा गर्नुपर्छ कि एकछिन। त्यो त पर्ने हो, बट गेम खेल्छ त्यो चाहिँ फर स्योर हो अरे। अर्जेन्टिना छिटो खोल न भाइ, सुत्न हतार भयो अरे। ए छिटो खोलिदिनु पऱ्यो। मैले छिटो खोल्ने होइन कि, यहाँ यी केटाहरूको गफ हेर्नु न, गफ यहाँ त्यो च्याट पढ्दै बस्नु न, कस्तो गफ भइरहेछ यहाँ मेस्सी रोनाल्डोको। तिमीसम्म आएन र रे? आएन नि। गुड लक रे। ओके गुड लक ल। हाम्रो मुन दिदीको नाममा। मुन दिदीको रियल नाम के हो भन्नु त? मुन दिदीको नाम मरेन, फेरि गिनेस मरेन।
यहाँ 3-4 चोटि परिसक्यो ग्रेट झ्याउलाएर आउने यार। म चाहिँ सधैँ होइन, मैले जब फुटबल भन्ने थाहा पाएँ नि त्यहाँदेखि चाहिँ म कन्ट्री भनेको चाहिँ म ब्राजिल है फरेभर। बच्चामा चाहिँ फुटबल भन्ने कुरा थाहा पाएदेखिबाट चाहिँ म ब्राजिलको सपोर्टर हो होइन। अहिलेसम्म नि ब्राजिलै हो, ब्राजिलमा जस्तोसुकै प्लेयर आओस् ब्राजिल नै हो म त होइन। किन त्यो ब्राजिलको त्यो येल्लो जर्सी देख्ने बित्तिकै कसम ब्राजिलले नै वर्ल्ड कप जित्छ जस्तो लाग्छ क्या मलाई त। तर त्यहाँ फेरि सेल्फिस प्लेयरहरू निस्किएर हैरान के। मेसी भनेको फिफाको प्रिन्सेस होइन, प्रिन्स होला नि, प्रिन्स जस्तो लाग्छ घरिघरि। हो के त्यही हो चन्द्रमा अरे, चन्द्रमा होइन जुनखेरी हजुरको नाम जुनखेरी हजुर मम्मी बत्ती बाला त भन्छ नि, हो त्यो के हो। म पनि पोर्चुगलको हो, मेटल ड्याम ट्याक रे मर्ते दम तक भनेको रहेछ। म पनि पोर्चुगलको फ्यान हो, मर्ते दम तक रे। होइन होला, पोर्चुगलको फ्यान चाहिँ के रोनाल्डोले गर्दा भएको होला सायद, किनभने पोर्चुगल त पहिलादेखि त त्यस्तो त थिएन। हेर्नु अब यो रोनाल्डो निस्केपछि हेर्नु न, पोर्चुगल क्वालिफाई गरेछ वर्ल्ड कपमा भने थुक्क ल। त्यो एउटा कमेन्ट गर्ने त्यो मिडफिल्डर थिएन त्यो साले, खुब चम्किरहेको थियो त। जुनकेरी चाहिँ होइन होला है ल भाइ, अति रे होइन के जुनकेरी। जुन त अनि मुन त जतिखेर नि पनि बादलले ढाकिन सक्छ, जुनकेरीलाई कसले ढाक्न सक्छ। सुर उड्दै उड्दै हजुर उडेर अहिले भर्खरै आइपुग्ने झ्यालमा म ट्याप्प टिपेर यहाँ राख्छु भित्र। आउनु त जापानबाट फुर उडेर आउनु, राति छ बत्ती बाल्दै। अनि ल एकचोटि जुनकेरीको नाममा जाओस् न त ल, खै फलौँ त अरे। गाह्रो भने सपोर्ट गर्ने हो नत्र हेर्ने बस्ने हो अरे। दोष कस्तो सपोर्ट हो, अस्ति नै युएसले अस्ट्रेलियालाई धुप्पी हानिदियो त अरे। त्यही भएर मोक्से उता ब्रदर कोमामा छ के, अस्ट्रेलियालाई धोप्पा हानिदिएको सेन्टी भएर बसेछ। 3टा भयो 4वटा भयो होइन, 5 6। अब 2टा जेम्स चाहियो यो ड्रेस निकाल्नलाई। अरूहरूको 5000 युसीमा सब निस्क्यो भन्थ्यो, मेरो निस्किने कि क्या हो। वाट इज दिस, यो निकालेरै सुत्ने आज त। अनि मुन दिदीलाई पनि सुत्नै दिने होइन। युएसको लौ पर्छ भाइ, खोला रे। युएस पनि सकियो, अब यही हो नेक्स्ट राउन्डमा पछि जान्छ युएस पनि। होइन यहाँ त्यस्तै पर्यो। अरे पोर्चुगलले वर्ल्ड कप जित्छ भनेको थियो यार, के हो रियल हो कि के हो, त्यो सिमसम हो कि के हो, कार्टुनले पनि जित्छ अरे भनेछ। अनि त्यो अस्ति घानाको त्यो ब्ल्याक म्याजिक गर्ने मान्छेले पनि रोनाल्डोले जित्छ भनिरहेको छ वर्ल्ड कप यार। जिते त राम्रो हुन्थ्यो होइन। अहिले भनेको मेस्सी नेमार रोनाल्डो छ, मेस्सीले त अस्ति जितिसक्यो। कि ब्राजिलले जित्नुपर्छ नेमारको लागि, कि पोर्चुगलले जित्नुपर्छ रोनाल्डोको लागि। हेर्नु ब्राजिल र पोर्चुगलमा चाहिँ एउटाले जित्नुपर्छ यार, त्यो दुइटाको लागि भने पनि यार मेरो त त्यही प्रे हो, कि नेमार कि रोनाल्डो। हेर्नु यस्तै छ। माई फ्रेन्ड प्लिज रे कार्ड युसी प्लिज माई फ्रेन्ड। उफ छिटो खोल न हो। ओ मुन दिदी त्यहाँ माथि मादारालाई युसी हालिदिनु प्लिज। फिफाले नेपाललाई ब्यान गरे मात्र हो, नत्र नेपालले स्योर जित्ने थियो। यो सब फिफाको पोलिटिक्स अरे। हो ब्यान नगरेको त नेपाल स्योर क्वालिफाई हुने नेक्स्ट वर्ल्ड कपको लागि स्योर। अहिले के भन्दैछ हेर्नु न, उहाँ फिफाले अहिले नेपाललाई ब्यान गरेछ नि, अनि हाम्रो यो नयाँ सरकार आएको कति भयो होइन, कति भयो भन्नु त। अनि उहाँ पुरानो एमाले काङ्ग्रेस माओवादीका त्यहाँ केटाहरू
ए नयाँ सरकारले यस्तो गर्यो रे मासले भर्खर त आयो यो सरकार यार काम गर्न पाएन यो सरकारलाई दोष दिइरहेछ चुतियाहरूले हो त्यो क्यापेले हराउँछ क्या त्यो त्यो मासले त्यसले फाइनल जित्छ कि जस्तो मलाई हाल्दिनँ भने भाइ बरु उसलाई रे ओके भइहाल्छ नि बुझिदिने हो आई नेभर यु माई आइडी प्लिज रे ल मादराको इङ्ग्लिस बुझ्नु है मुन म्याम अनि त्यसलाई रिप्लाई दिनु त आई नेभर यु माई आइडी प्लिज छिटो ल छिटो युसी सकिदिन्छु अनि त्यसपछि यता च्याटको गफ सुन्दै बस्नु त आई नेभर यु माई आइडी प्लिज रे यस यस थ्याङ्क यू सो मच आई एम फाइन थ्याङ्क यू मोरिटप मासाला एउटा के पऱ्यो यार एउटा यो पऱ्यो कि हो के भन्छ यसलाई मेटेरियल्स पऱ्यो ओए 3 4 5वटा भयो है अब एउटा चाहियो है एउटा चाहियो प्लिज मोरको जापान अनि नर्वेले आफूसँग राम्रो टिमलाई निकालेर जान्छ अरे यस हो ठिक यो पनि ठिक हो जापानले चाहिँ ब्राजिललाई चाहिँ धाउधाउ बनाउँछ यो कुरा चाहिँ ठिक छ है जापानले ब्राजिललाई धाउधाउ बनाउँछ उस्तै पऱ्यो नि हराइदिन्छ पनि जापानले साला सुसी खाएको बल छ जापानसँग काँचो सुसी खाएको बल छ क्या अनि हराउँछ कहिले त जापानले यार उही 4वटा पर्यो यस अब एउटा चाहियो 3 4 5 एउटा चाहियो एउटा लास्ट राउन्ड बाँकी छ फेरि युसी हाल्न पर्ने भयो के यार अनि सुसी खाएको बल छ नि त कति हजार युसीमा खोलेको रे महाराज त्यही 8000 युसीमा 50-50 छ जापान ब्राजिल रे ब्राजिल यस्तो छ के ब्राजिलमा टिम म्याचहरू थाक्दैन हो के खाएर आएको छ क्या तिनीहरूको ड्रग टेस्ट गर्नुपर्छ हो ब्राजिलको जापानको दाइ मलाई त्यो M410 युसीमा परेको हो रे अहिले फेरि यस्तो कुरा नगरौँ है 10 युसीमा परेको भन्दै हामीलाई यहाँ टेन्सन नदिउँ है फेरि यहाँ बिपी आइ हुन्छ मान्छेको हलसँग परे छैन मनी सुसी खाएर बल निकाल्नु पर्यो रे हुन्छ निकाल्नु ए प्लिज लास्ट राउन्ड युसी योभन्दा धेरै युसी हाल्दिनँ म पैसा छैन के पैसा छैन मनी पर्छ कि नै यो राउन्डमा पर्छ कि नै गेस गरौँ त ल कमेन्ट गरौँ त छिटो कसम दाइ मेरो अहिलेसम्म त्यस्तो लक लागेको थिएन रे हो र पर्छ कि नै पर्दैन रे मा कसम सिजुकाले पर्दैन भने यार सिजुका आई हेट यु सिजुका आई हेट यु मासला परेन मासला परेन के यहाँ रिसेट नि यार हु इज सिजुका के हो के भयो यार व्हाट ह्यापेन यो अल्टिमेट मलाई 0 युसीमा परेको नि ब्रो व्हाट ह्यापेन एनिथिङ केही भयो यार के भयो ल के हो के यत्तिकै लाइभमा यार एउटा गाह्रो पर्यो मलाई गयो 8000 युसी ल अब खोल्दिनँ म अब टेन्सन पर्यो मलाई अब यति भनेपछि अब रातभरि निदा लाउँदैन अब कसम बारी खन्न जान्छु म अब
मिसाइलै प्रहार भयो मुटुमा। अब हार्ट एट्याक आउन मात्रै बाँकी छ यहाँ। दाजु भङ्गको नाम लिनु पर्यो रे। मेरो नाममा खुत्रुकको फुटाउनु दाइ अर्को खुत्रुकको फुटाउनु दाइ अर्को युसी हाल्ने बेला भयो रे। मेरो मुटु छिया छिया भयो। अब मलाई हार्ट एट्याक आउनु लाग्यो। अब म अब कसैको कुरा सुन्दिनँ। खोलिदिनु भाइ, यत्रो त खोलिसक्यो। पारेर नै सुत्नुपर्छ अरे। अब मेरो म अब टेन्सनमा छु। अब हेर्नु यस्तो छ, हेर्नु यस्तो म्यासेज गरेछ हेर्नु। यी म टेन्सन भयो। म अब मुटु चर्क्यो मेरो। अब यहाँ मुटु सिलाइदिन पर्ने भयो। अब म सक्दिनँ यसरी। म सुत्नै सक्दिनँ कसम भनेको। स्याड भयो। अब म सुत्न सक्दिनँ। हेर्नु जबसम्म मिठो मिठो म्यासेज गर्दैन तबसम्म सुत्दिनँ म। लाग्दैन नि अब टेन्सनले निद्रा कहाँ लाग्छ त। अब टेन्सन परिसक्यो मलाई। खराब टेन्सन पर्यो मलाई। टेन्सन नेक्स्ट राउन्ड टप अप दाजु रे भनेले जे नि भन्छ रे। यो गड फेरि यहाँ अफ भएर कहाँ गएछ। यो 12 बजे मेरो ट्रान्जेक्सन चल्दैन क्या फेरि। अब यति खोल्यो। अब एउटा मात्रै जेन्स चाहिएछ, चाहिन्न। यहाँ छु दाइ रे। ए खोइ यो एकचोटि ट्राई गर्नु पर्यो यार। म त कसम टेन्सन पऱ्यो मलाई। दर्शकमा छु रे। त्यही त गड रियलमा लड्न गयो होला रे। गड अब गडले अब गर्छ चमत्कार। यहाँ गड प्रे गरिदिन पऱ्यो। ल अब खोल्न पारिदिन पऱ्यो कि यहाँ। ल गयो भाइ। ए हुन्छ, गुड नाइट। फेरि भेटौँ ल बाँचिएछ भने। टेन्सन पर्यो। सुत्ने बेला त मिठो मिठो म्यासेज आउनु पर्ने। नमिठो म्यासेज आएर मऱ्यो। कसले बुझ्ने अब हाम्रो पीडा। ल गुड नाइट दाजु। भोलि खेलौँला रे। एकछिन रोक, यहाँ अल्टिमेट परेको हेरेर जाऊ। किन टपअप गर्ने झ्याउ लिने दाइ। सिधै कामको पे चेक पब्जीमा लिङ्क हानिदिनु रे। त्यतिका हुँदैन त्यो त। लेट्स गो। ओए 4K पुराम पहिला। हुँदैन 4K ट्याप गरौँ। 4K जे भए पनि मलाई मेरो चित्त दुखिरहेछ अहिले। यहाँ मुटु छिया छिया भयो। यस्तो मेसेज त गर्नु नहुने गरेछ। गरे यहाँ केटाकेटीहरूले। अब ठिक छ, स्क्रिनसट लिएर राखेको छु। पुग्यो 4K। ओके
ए गड परिजा भाग यहाँ फेरि किनेट पऱ्यो हेर्नु ए मे साला पुग्यो 4K रन्डी रे धेरै खोल्नु न अब जेम्स साटन यही हो नि 3टा आउँछ यसको यही हो साट्ने ओइ के साटेँ मैले उल्टो पो साटेँ यार यो हो के ल अझै एउटा चाहिएछ यार सेट मेरो क्याल्कुलेट गलत भएछ ठिक छ ल है त है ए धेरै इस्यु खानु ल है ओके है एकैछिन ल आयो 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 यसमा लबी छ र सबै पर्यो यो त के निकाल्ने यार यो निकाल्यो भने यसरी ठाडो पारेर बस्छ यार यतिको लागि नि के निकाल्ने हो यार है हो कि नै ह्याप्पी रे आज रे ह्याप्पी होइन म स्याड छु यार स्याड यो टगमा लाउने के निकाल्ने है फोक्कड होइन नि त्यहाँ पोजिसन यो लगाएन भने बरु यस्तो राम्रो देखिन्छ यो लगायो भने मा कुन चाहिँ पोजिसन हो यो त्यही त यस्तो छ ल यता पनि मेसेज आयो अब हेरौँ न त टक्क लाएर अन्त साइडको कलेक्ट गर्ने के हो यो के हो त्यो के हो यो साँच्चै कहाँ हो के पर्थ्यो यो ब्याग भयो यो भयो गिनेर त अब अपग्रेडै गरिन्न अब के लिन्थे है के हो परेको थियो कि भर्खर यार यो भयो कति इसी लाग्यो अरे लाग्यो 8000 9000 इसी लाग्यो यार ornament होला अरे यो होला होला हो त्यही हो कहाँ छ ओ के हो ब्यागको रे गनको के भन्छ के हो त्यो साँच्चै कहाँ हुन्छ यो ब्याग भन्ने कुरा यसको यो पो हो ओए यहाँ झुन्डिँदो रहेछ यार एमा कसम पेन त 1700 वटा छ त दाइ रे पेन्ट रे पेन्ट के हो पेन्ट भनेको ए यो भनेको पेन्ट यो अनि यो चाहिन्छ भने दिन्छु के रे ल गुड नाइट दाजु रे ओके फ्यान्टम सर गुड नाइट सी यू टुमारो बाटो घुमारो किन थोरै भएर कति हुनुपर्ने थियो मिल्दैन दिन हो र
यो त्यही एकचोटि मलाई त्यो गन अपग्रेड गर्नेलाई पेन्ट पुगेको थिएन के, अनि त्यो भएर मैले चाहिँ अनि पुरै पेन्टहरू त्यो उसले किन्दै राख्दै गरेको थिएँ कि, त्यही भएर हो। अब चाहिन्छ नि त अनि अब यहाँ अगलाई अपग्रेड गर्न छ कि अगलाई होइन। यो अग मैले अस्ति आउँदा निकालेको कि यहाँ सुरुमा निकालिएन, कहाँ गयो कता गयो यो अगलाई निकाल्न पर्ने छ क्या, अपग्रेड गर्न छ। कति हो 2 4 5 5 4 9 9 र 5 14 14 र 26 ठ्याक्कै फाइनल फर्मसँग हुँदो रहेछ। अब लुट क्रेट नबनाए त मजै छैन यसको त फेरि होइन। लुट क्रेट यस्तो बवाल छ। अनि अब 7वटा चाहियो, सब एकैचोटि अपग्रेड गराएर भिडियो बनाएर हाल्न पऱ्यो नि त होइन। अब 7वटा चाहियो। ठिकै छ, बिस्तारै गरौँला नि, के छ र, हो कि नै। 20 पो पुग्यो त, 27 चाहिएको हो नि त। अनि यो लभली भाइ 27 चाहिएको हो क्या। त्यहाँबाट लिने होइन, त्यहाँबाट 500 युसी जान्छ, अलिक पछि लिने त्यहाँबाट। यहाँबाट लिन्छ कि यहाँबाट भनेको त अनि होइन, यतै कतैबाट यहाँबाट। गड फर रियल गेम खेलाउन हुन्छ अरे। ए गेम म त खेल्दिनँ हौ भाइ, अब सुत्ने हो। यसमा पिङ्क कलरको छ कि, अब यसमा कस्तो गन लिनुपर्छ भने यहाँ छ कि एउटा, ओ यो गन लिनुपर्छ। ल गाडीहरू तेर्साएर राख्नु पर्यो फेरि। एउटा यहाँ कुन गाडी खाली भयो, ओके। मिली युसीको प्लसमा गर दाइरे, युसीको प्लसमा बुझेर हौ मैले, बुझिनँ मैले के भनेको हो, के भने हो। युसीको प्लसमा गर बुझिनँ हो। के भन्न खोजेको हो बुझिनँ। बुझिनँ हो के भनेको गडले। युसीको साइडको प्लसमा क्लिक गर्नु, युसीको साइडको प्लसमा अनि युसीको रेट कति छ ब्रो रे। युसीको प्राइस 14,500। के गर्ने हो यो क्लिक गरेर गड। मेटेरियल्स प्याक कहाँ छ, मेटेरियल्स प्याक कति युसीको, त्यही 8,000 युसीको, 8,000 युसीको मेटेरियल्स प्याक यहाँ छ। यो ब्रो प्लिज गिभ मी युसी फर द प्राइस पाथ प्लिज ब्रदर रे। ओके वाइ नट कोकोनट प्रिज्मो, वाइ नट, आई विल गिभ यु लेटर, ओके वेट फर मी। छ त, के गर्ने यो किन्ने भनेको, यो किन्ने त थाहा छ क्या मलाई नि, तर नकिनेको हो। ओके ब्रो थ्याङ्क्स रे।
यो 568 युसी विकलीमा भन्छ यो किन्यो भने यसमा मेटेरियल स्योर पर्ने हो। पर्चेस लिमिट भनेको हप्तामा 3टा लिन मिल्ने हो। ए ओके त्यही गर्नु पर्ला। अरू अब यस्तै छ होइन। बियर्ड आजभोलि गेम खेल्न आउँदैन। बियर्ड आजभोलि ब्लग बनाउन बिजी छ। यो व्हाट्सअप भन्दै ब्लग हाल्छ बियर्डले। ल गड गेम खेल्ने होला के गर्ने हो। अब निस्किन पर्यो। 12 बज्यो सुत्न नि पर्यो। भुलिएन चाँडै उठ्न पर्ने छ। सफा गर्न छ घर। त्यसपछि गेम हेर्न पर्यो। ल ल सबैजनालाई गुड नाइट। सी यू टुमारो। भोलि भेटौँला। क्रिएट खोल्ने बेलामा मात्र होइन कि गेम खेल्ने बेलामा पनि यसो हेर्न आइदिनु होला होइन। हल्का ट्याप गरेर जानु होला। क्रिएट खोल्ने बेलामा पैसा उडाएको बेलामा मात्रै मान्छेहरू हेर्न आउँछन्। अस्ति अनर सेट खोल्ने बेलामा त्यत्रो मान्छेहरू आएको थियो। कसैले फलो गरेन के भयो के। गुड नाइट। भोलि भेटौँला। हो नि रे हो कि यार। मान्छेहरू क्रिएट खोल्ने बेलामा त फेरि पैसा उडाएको त हेर्न यस्तो मजा आउँछ नि उनीहरूलाई फेरि है। के गर्नु हल्का यस्तै छ। ल गफ अरे गफै हुन्छ। अब भोलि भेट्नुपर्छ। यहाँ खोइ त अब हामीसँग त यस्तो राम्रो लबी त छैन। त्यही पनि कहाँ गयो। एउटा नयाँ लबी पर्यो जस्तो लाग्थ्यो। यो हो होइन। यो यस्तो नि के यत्रो हाम्रो 1 लाख खर्च भएको लबी राख्ने हो नि। मैले त 400 सकेर छोडिदिएँ दाइरे अनर सेटमा। मेरो त 1 लाख गयो यार। 1 लाख गयो अनि पछि किन निकाले जस्तो भयो फोकटमा यार। यो चाहिँ ठिकै छ। यो चाहिँ मन परेकै हो। अनर सेट चाहिँ अब खोल्दा के भयो गाह्रो छ। ल निस्केको है। 400 मा युएमपी निक्लेछ मारे। ल होइन गफ नगरौँ। अब सुतौँ। आँखा पोल्न लाग्यो। गुड नाइट है त सबैजनालाई। को हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। फलो ब्याक दिन्छु म पनि। टेक केयर। शुभरात्रि। शुभ सपनी।